खाइदिउ न ल अनि फाइनल भन्नु पर्दाखेरि चाहिँ हामी चाहिँ मेरो बुढीको है मेरो वाइफ मेरो प्यारी सानीको यता हेर्नुहोस् न सानी अनि चाहिँ भन्नु पर्दाखेरि मेरो सानीको सानमाको घरतिर हामी चाहिँ यो बरुलाको माथि यो ठाउँलाई के भन्छ अरे ताल पोखरा भन्छ है ए माथि यो पोखरा चाहिँ देख्न सक्नुहुन्छ त्यही भएर यहाँ चाहिँ ताल पोखरा भन्छ सो त्यही भएर हामी चाहिँ यहाँ घुम्न आएको छौँ अनि सानो छोरी चाहिँ उता पारितिर आउँदै हुनुहुन्छ अनि घुम्नको लागि चाहिँ हामी माथितिर जाँदैछौँ साथीहरू सो चाहिँ म त्यो तपाईँहरूलाई देखाउने छु अनि यो चाहिँ बेलुका पख भएको कारणले क्यामेरामा त्यति स्पष्टसँग केही पिक्चरहरू कैद हुन चाहिँ नसक्ला यदि नसकेको खण्डमा तपाईँहरूलाई चाहिँ माफ पाऊँ है अनि यस्तो चाहिँ बर्थडेले माथितिर हेरिरहेको छ के हेरिरहेको छ हेर्नुहुन्छ ए यो चाहिँ यो स्मृति यो ऊ बनाएको चाहिँ 2077 मा यो बनाएको चाहिँ उसको सिनेमाको हस्बेन्ड उहाँको ससुरा है उहाँ दुईटामा एकजनाले बनाउनु भएको रहेछ यो सो त्यही भएर पट्टि छाले हेरिरहेको छ अनि के छ त अनि मसँग बिहे गर्नु पाउँदा अनि कतिको खुसी हुनुहुन्छ तपाईँ भन्नुहोस् एकदम खुसी बेला बेला गाली गर्छु के खुसी बहुत खुसी हो कि यस्तो खुसी त्यो सानी भन्ने त एक्चुअली समाजलाई सुनाइदिउँ कति देख्नु पनि यति धेरै माया गर्छु मैले ल पुरै चाहिँ फाइनली यति सानी छ मेरो बुढी चाहिँ त्यति सानो त होइन ऊ पातलो भएर त्यति सानो देखिया तर ठिकै छ यता छ खै यति छ हाइट मिल्छ गाइजहरू हामी चाहिँ उकालो लाग्नको लागि हामी चाहिँ तयार भइसकेको छौँ उकालो चाहिँ लाग्दैछौँ होइन सो मेरो सानले चाहिँ ढौ भइसकेको छ सो उनले चाहिँ म बोक्न पनि सक्थ्यो होला तर किनकि यत्रो समाजको अगाडि मेरो हल्का इज्जत छ होइन सो त्यही भएर मैले बोकेन अनि उता पछि चाहिँ हुनुहुन्छ मेरो दिदी सम्माने उहाँलाई म सम्मान गर्न चाहन्छु सो गाइस यस्तै छ जिन्दगी दुई बुढाबुढीको है हिँड्ने अहिले चाहिँ के गर्ने गाह्रो छ यार होइन यहाँ चाहिँ अमृतसरको बुट्टा चाहिँ पाइन्छ बहुत अमृतसरहरू पाइन्छ योबाट चाहिँ हामीले कुचोहरू बनाउन सहयोग गर्छौँ के अरे कहाँ ए पारीबाट हामी चाहिँ भोलि घोरै जानको लागि चाहिँ यो पारीको बाटो हुँदै सर र जान्छौँ हाम्रो दिदीले हाम्रो जानकारी दिनु भइसकेको छ अनि उहाँलाई फेरि एकचोटि म धन्यवाद भन्न चाहन्छु यस्तो छ यहाँबाट माथि घुम्न जान लागिरहेको छौँ गाइज हामी चाहिँ अहिले घुम्न आएको चाहिँ पारीदेखि ढाराबाट यहाँनिर आइसकेको छौँ यो तलको पोखरी चाहिँ ताल पोखरी भन्छ है अनि प्लस यो ठाउँको नाम चाहिँ विशेष रूपले भन्नु पर्दाखेरि चाहिँ प्युठान एरौडी गाउँपालिका 3 ताल पोखरा पर्ने रहेछ साथीहरू यो चाहिँ प्युठानको सो यहाँ चाहिँ घुम्न पनि आउनु होला घुम्नको लागि यस्तो विशेष उचित ठाउँ पनि छ कि तपाईँहरू यहाँ थाहा पाउन सक्नुहुन्छ जानकारी लिन सक्नुहुन्छ है त फाइनल गाइजहरू हामी चाहिँ अहिले यहाँ यो ठाउँ चाहिँ ठ्याक्क कमरी लेक भन्दो रहेछ है यहाँबाट सबै ठाउँ देखिने रहेछ सो यो त्यही भएर पनि यसलाई कमरी लेक भन्ने रहेछ अनि यो क्षेत्रको हरेक यो एरिया प्राय यो क्षेत्रको चाहिँ यो अग्लो ठाउँ रहेछ सो गाइस त्यही भएर यसलाई चाहिँ कमरी लेक है जस बुढीलाई बहुत घुमाइ है यार लास्टै घुमाइ है घुमाउने अझै कति कहाँ घुम्छ भन्ने रहेछ यताको बाटो यस्तो अलि सर्टकट बाटो चाहिँ आएको हामी चाहिँ अनि विशेष रूपमा भन्नु पर्दाखेरि यताको विशेष बाटो चाहिँ यस्तो खालको छ यहाँ निर्मित यहाँ बनाइसकेको यो मूल बाटो चाहिँ यो हो यहाँ आउने सो हामी चाहिँ आएको यता जङ्गलको बाटो खरको बाटो भन सो ठाउँहरू चाहिँ यस्तो बवाल छ अनि प्लस यो चाहिँ गेट रहेछ यो गेटबाट हामी चाहिँ भित्र छिर्छौँ है त साथी ल ढोका खोल्छु म स्वात वाउ नाइस म चाहिँ भित्र छिरिसकेँ अनि यो चाहिँ बस्नको लागि यो पोटी छाले हो सायद यो पनि मलाई त्यस्तै लाग्छ अनि यो चाहिँ तिजको लागि विशेष पिङहरू बनाएको होला यो चाहिँ सो चाहिँ हेर्नको लागि पनि सम्म छ राम्रो छ सो यहाँ विशेष भन्नु पर्दाखेरि चाहिँ यो मन्दिर होला सायद होइन दिदी यो मन्दिर हो विशेष होइन यो विशेष यो मन्दिर हो यो चाहिँ पानी ट्याङ्की कुन
चाहिँ टोइलेट हो यो चाहिँ यो चाहिँ ट्याङ्कीमा पानी हो पानी खाने मन छ तिर्खा लाग्यो तिमीलाई भन म तिमीलाई म पानी कहाँबाट लिऊँ उता हिमालबाट हिमालबाट त्यति नजिक यति नजिक ठाउँबाट नभन न टाढो ठाउँबाट भन न सानै सो बिहा गरिसके चाहिँ बुढीसँग जिस्काउनु पनि मजा छुट्टै मजा बेग्लै हुँदैछ बिहा गर्नुभन्दा पहिला डराउनु पर्यो है सो यो चाहिँ यहाँबाट उडे हेर्दाखेरि चाहिँ यस्तो छ अझै बेलुका पख भएर पाए चाहिँ देखिन्न को यो बाटो कहाँ जान्छ दिदी यो बाटो चाहिँ दरबान पारीको बाटो चाहिँ सर्कट बाटो चाहिँ दरबान जाँदो रहेछ पारी देख्न सक्नुहुन्छ पारी ढाडै ढाड सो तल चाहिँ खोला है फुलहरू लगाएको रहेछ है सायद तिनीहरू यो सेतो गुलाब हरियो गुलाबको मेरो सानले चाहिँ म एउटा गुलाब चुडेर दिन चाहन्छु वाउ आई लभ यु टु मात्र ओन्ली दुईजना छ भन्नु खोजेको कि के हो यो भनेर झगडा पनि गर्न सक्छु म तर यस्तो सानो तिनो कुराहरू बुझ्नुपर्छ है त गाइस ल अनि बेबी अरू के छ त अनि यहाँ अनि तिमीलाई मैले घुमाउनु लिएको कस्तो लाग्यो त अनि यो ठाउँ राम्रोसँग भन न त अनि कस्तो लाग्यो भन न राम्रो लाग्यो बहुत राम्रो होइन मैले बहुत घुमाइरहेको छु नाना हजुर यो जनतालाई जानकारी दिने ड्युटा सानी कति घुमाएको छु धेरै हो र अझै कहाँ घुम्ने मन छ भन्न त अब अमेरिका जापान कोरिया अस्ट्रेलिया ए हो ल त्यो सबै ठाउँमा इच्छा पुरा गरिन्छ है टेन्सन नगर ल सानी एकचोटि यता फर्केर खाइदिउ न ल यस्तै हो खुसी बनाउनु पर्यो है अब त कहाँ घुमाउन सकिन्छ त्यत्रो हामी त अब हुने खाने पनि होइन होइन यता अब भनौँ न गरिब भन्दा पनि होइन एउटा मिडल क्लासको फ्यामिली भएर अब बिहा गरेर भन्दैमा अब कहाँ घुमाउन सकिन्न यस्तै हो साथीहरू यस्तै गाउँ पाखा डाँडा पाखाहरू यस्तै ठाउँ ल्यायो घुमा यस्तो खुसी बनायो त्यही हो कहाँ जापान अस्ट्रेलिया कहाँ सकिन्छ हो कि भन्नु यस्तो सकिन्न जापान अस्ट्रेलिया त कहाँ नेपालको कुनै पनि ठुलो सहरहरूमा घुमाउन पनि सकिन्न भनौँ होइन सो त्यही हो तर यस्तो पछि मिहिनेत गर्दै गएपछि भने जस्तो भएपछि चाहिँ सकिएला आफ्नो ठाउँमा छ तर अहिलेको यो अवस्था यो हालमा चाहिँ सकिँदैन त्यसको लागि म बेबीलाई यो भिडियो मार्फत पनि सरी भन्न चाहन्छु यो कुरा चाहिँ तिमी बुझ्नुपर्छ है त गाइज ल तपाईँहरूले पनि तपाईँहरूको वाइफहरूलाई यसो खुसी बनाउनु छ भने यस्तो दाँडा पाखाहरू यस्तो ठाउँमा ल्याउनु होला घुमाउनु होला त्यही हो म पनि त्यही भन्न चाहन्छु सो यहाँ चाहिँ इन्जोय भइरहेको छ मेरो बुढीसँग मेरो वाइफसँग है त्यस्तो चाहिँ जिन्दगी गाह्रो छ यो चाहिँ मन्दिर देखाउ भन्छ मन्दिर चाहिँ हो रक्षा गर भगवान् चाहिँ देख्न सक्नुहुन्छ हिमालहरू यो चाहिँ अन्नपूर्ण हिमाल धौलागिरी हिमालहरू पर्छ यो पारीको साइडतिर साथीहरू हामी चाहिँ घुमिसक्यौँ यो चाहिँ बेलुका पख भएको कारण खासै मान्छेहरू पनि थिएन अनि ठाउँहरू पनि ठिकै हो अब गाउँमा यति विकास हुनु भनेको नर्मल अब धेरै राम्रो हो होइन त्यसलाई चाहिँ हामी सम्मान गर्दै अनि फाइनली बाबु चाहिँ यो गेटको लागि साँचो लाउन आएको रहेछ नि बाबु यो साँचो लाउन आएको नि तिमी हो नि अनि विशेष यो ठाउँको नाम के भन्छ यसलाई कमिरे भन्छ यहाँ विशेष घुम्नुको उद्देश्य के छ थाहा छ तिमीलाई थाहा छैन किनकि तिमी अहिले सानै छौ त्यही भएर यिनीलाई थाहा छैन सो गेट लाउनु तिमीहरू नुपुचेर हो न ल राम्रोसँग गेट ला है हस् धन्यवाद भाइ यति बेलासम्म गेट ओपन गरिदिएकोमा हामीलाई धेरै धेरै धन्यवाद प्लस हामी चाहिँ हाम्रो निलो चाहिँ के भएको छ भने हामी दुईवटा चाहिँ सँगै मर्न पाइयोस् होइन त्यही हो मर्न पाइयोस्